हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज हामीले एलओआइसीबाट कसरी डस एट्याक पर्फर्म हुन्छ त्यसको बारेमा बुझ्न लागिरहेको छौँ। सबैभन्दा सुरुमा त यो डस एट्याक पर्फर्म गर्नको लागि तपाईँहरूलाई एउटा सिस्टम चाहिन्छ जसलाई म भन्छु VMware। यो VMware तपाईँले इन्स्टल गर्नुपर्ने हुन्छ। यहाँभित्र तपाईँले एउटा अपरेटिङ सिस्टम हुन्छ काली लिनक्स या अरू कुनै लिनक्स फ्यामिलीको अपरेटिङ सिस्टम हाल्नुपर्ने हुन्छ। त्यस पछाडि मात्रै एलओआइसीलाई डाउनलोड गरेर कुनै पनि वेबसाइटमाथि एट्याक पर्फर्म गर्न सकिन्छ। सबैभन्दा सुरुमा त यो भर्चुअल मसिनलाई मैले अन गरेँ। अब यो काली लिनक्सलाई पनि म पावर अन गर्छु। पावर अन हुँदैछ। कालीको लोगो आएको छ यहाँनिर। तपाईँहरू जुन अपरेटिङ सिस्टम युज गर्दै हुन्छ त्यसकै लोगो आउँछ सुरुमा। अब यसमा हामी हालौँ हाम्रो डिफल्ट आइडी पासवर्ड काली एन्ड काली। म मेरो काली लिनक्सभित्र छिरिसकेको छु। अब यहाँ गएर म एउटा ब्राउजर युज गर्छु जसको नाम हो फायरफक्स। तपाईँहरूसँग जुन ब्राउजर छ त्यही युज गर्दा हुन्छ, कुनै प्रब्लम आउनेवाला छैन। यहाँ क्लिक गरौँ र सर्च गरौँ एलओआइसी गिटहब। यो एकदमै फेमस र एकदमै युजफुल एट्याकिङ टुल हो जुन चाहिँ हामीले पेन्ट्री टेस्टिङ गर्नको लागि युज गर्छौँ। कुनै पनि वेबसाइटलाई डाउन गर्न या त्यसबाट सर्भरबाट कनेक्सन ब्रेक गर्नको लागि यो हामीले फ्रेमवर्क युज गर्छौँ। तपाईँहरूलाई जब यो सर्च गर्नुहुन्छ सबैभन्दा सुरुमा जुन लिङ्क आउँछ त्यसमा क्लिक गर्नु होला। यो खोलिँदैछ र यो पेज खुलिसकेको छ। अब तपाईँहरूले यो कोडमा क्लिक गरेर यसलाई डाउनलोड गर्नुपर्ने हुन्छ। यसलाई डाउनलोड गरौँ। क्लिक अन डाउनलोड र यो डाउनलोड भइसकेको छ। मैले मिस्टेकले दुईटा डाउनलोड गरेँ। अब जाऊँ हाम्रो टर्मिनलमा गएर सर्च गरौँ हाम्रो डाउनलोड भएको फाइल। त्यो हाम्रो डाउनलोड भएको फाइल हाम्रो डाउनलोड भन्ने डिरेक्टरिजमा गएको हुन्छ। त्यसमा जानको लागि हामी एउटा कमान्ड युज गर्छौँ ls डाउनलोड्स। यसले हाम्रो डाउनलोड्समा भएको सबै फाइलहरूलाई देखाएको छ र यहाँ हामीले देख्न सक्छौँ एलओआइसी भन्ने एउटा जिप फाइल इन्स्टल भएको छ। अब यसलाई जिप फाइल इन्स्टल भएको छ भने यसलाई हामीले अनजिप गर्नुपर्ने हुन्छ। अनजिप गर्नको लागि हामीले अनजिप भन्ने कमान्ड युज गर्छौँ। त्योभन्दा सुरुमा हामी डाउनलोड भन्ने फाइलमा जाऊँ। त्यसको लागि म युज गर्छु cd डाउनलोड्स। म डाउनलोड भन्ने फाइलमा गएँ। अब यसलाई म एउटा कमान्ड युज गर्छु अनजिप एलओआइसी भन्ने र यो अनजिप भइसकेको छ। अब यो फाइलमा जाऊँ जुन हामीले अनजिप गरेको छौँ एलओआइसी GUI मेन भन्ने। ls गरौँ। यहाँनिर हामीले देख्न सक्छौँ एलओआइसी भन्ने अर्को एउटा बाइनेरी जिप फाइल छ। यसलाई पनि हामीले के गरौँ अनजिप गरौँ। त्यसको लागि फेरि हामी कमान्ड युज गर्छौँ अनजिप भन्ने। यो अनजिप भइसकेको छ। ls गरौँ र यहाँनिर हाम्रो एउटा फाइल आएको छ जसलाई हामी भन्छौँ loic.exe। यो फाइललाई एक्जिक्युट गराउनको लागि हामीले एउटा कमान्ड युज गर्छौँ मोनो भन्ने। मोनो र फाइलको नाम loic.exe र हाम्रो लो अर्बिट आयोन क्यानन चाहिँ चलिसकेको छ। र अब एउटा वेबसाइटमा यो एट्याक पर्फर्म गरेर हेरौँ कि यो चल्छ कि चल्दैन भनेर। र यो इन्स्टल भइसकेको छ। मैले चाहिँ यहाँनिर आफ्नै कलेजको वेबसाइट लिएको छु यो एट्याक पर्फर्म गर्नको लागि। तपाईँहरू जुन माथि यो एट्याक पर्फर्म गर्दै हुनुहुन्छ त्यसको त्यो वेबसाइटको URL कपी गर्नु होला। म चाहिँ मेरै कलेजको वेबसाइटको URL कपी गर्छु र यहाँ लगेर पेस्ट गर्छु।
यसले हामीलाई यो वेबसाइट कुन सर्भरमा लिस्ट भएको छ त्यसको आइपी एड्रेस दिन्छ। लकडाउन गरौँ। लकडाउन भएन, किन भएन फेरि एकचोटि गरेर हेरौँ। लकडाउन ल भएको छ लकडाउन। यसले हामीलाई यो सर्भर कुन आइपीमा होस्ट गराएको छ त्यसको आइपी एड्रेस दिएको छ। यसलाई कपी गरौँ र यहाँ लगेर पेस्ट गरिदिउँ। यसलाई पनि हामीले लकडाउन गरौँ र अब यसमाथि हामीले हाम्रो डस अट्याक पर्फर्म गरौँ। म यो माथि डस अट्याक पर्फर्म गर्नको लागि टिसिपी प्रोटोकल युज गर्दैछु। तपाईहरु एचटीटीपी यूडीपी जुन प्रोटोकल पनि युज गर्न सक्नुहुन्छ। टिसिपी युज गरौँ। थ्रेड्स म 99 वटा पठाउँछु, फास्टरमै छ र यो अट्याकलाई पर्फर्म गरौँ। फेरि एकचोटि पर्फर्म गरौँ। लकडाउन भयो, फेरि पर्फर्म गर्दा भएन। टिसिपी प्रोटोकल यसमा वर्क गरिरहेको छैन, त्यसैले म यूडीपी प्रोटोकल युज गर्छु। अब मैले यूडीपी सेलेक्ट गरिसकेको छु। अब पर्फर्म गरौँ। यसमाथि रिक्वेस्ट पठाउन स्टार्ट भइसकेको छ र यहाँनेरि फ्लड पठाउन स्टार्ट भइसकेको छ। अब हाम्रो हेरौँ वेबसाइटको हालत के हुँदैछ। यसलाई म रिफ्रेश गर्छु। रिफ्रेश गर्दासम्म अहिलेसम्म त वेबसाइट वर्किङ कन्डिसनमै छ। रिक्वेस्ट म पठाइरहेको छु। लगभग 1 10 100 1000 3000 लाख 7 लाखवटा रिक्वेस्ट पठाइसकेको छु। अब हेरौँ, वेट गरौँ 10 मिनटसम्म कि यो वेबसाइट डाउन हुन्छ कि हुँदैन। र तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ हामीले 1 करोड भन्दा बेसी रिक्वेस्ट पठाइसकेको छौं र यो हाम्रो कलेजको वेबसाइट जुन छ त्यो डाउन भइसकेको छ। himalayadmk.edu.np डाउन भइसकेको छ। यो वर्किङ कन्डिसनमा छैन। म यहाँबाट मात्रै हैन, म क्रोमबाट पनि खोलेर देखाउँछु। मैले यहाँ सर्च गरे हिमालय सेकेन्डरी स्कुल। यो पेज त आएको छ तर यसमा मैले क्लिक गरे भने यो वेबसाइट खोलिदैन। क्लिक गरौँ र वेबसाइट खोलिएको छैन। यो अनयुजुअल लिंक खोलिएको छ। अघि जुन हामीले खोलेको वेबसाइट छ त्यो खोलिएको छैन। हामीले सर्भरलाई सक्सेसफुली डाउन गर्न सफल भएको छौं र हाम्रो यो अट्याकलाई अब स्टप गरिदिनु। यसरी तपाईले कुनै पनि वेबसाइटलाई डाउन गर्न सक्नुहुन्छ। यसको नाम चाहिँ डिडोस अट्याक हो, हैन डस अट्याक हो। डस अट्याक भनेको एउटा सिस्टमबाट धेरैवटा रिक्वेस्ट पठाएर सर्भरलाई डाउन गर्नुलाई डस अट्याक भन्छ। डिडोस भनेको धेरैवटा सिस्टमबाट धेरैवटा प्याकेटहरु पठाएर कुनै पनि सर्भरलाई हामी डाउन गर्छौं भने त्यसलाई डिडोस अट्याक भन्छ। यही जुन हामीले लोअर अर्बिट आयोन क्यानन हामीले जुन युज गरेको छौं, यही क्यानन हामी धेरैवटा कम्प्युटरबाट एउटा वेबसाइटमा पठाउँदै छौं भने त्यसलाई हामीले डिडोस अट्याक भनेर भन्न सक्छौं। अहिले चाहिँ हामीले डस अट्याक पर्फर्म गरेका छौं जसमा 1 करोड भन्दा बेसी मैले रिक्वेस्ट चाहिँ केलाई पठाएँ, यो हिमालय सेकेन्डरी स्कुलको सर्भरलाई पठाएँ। यो सर्भरलाई पठाउँदाखेरि सर्भरले के गर्न सकेन, यसलाई ह्यान्डल गर्न सकेन। ह्यान्डल गर्न नसकेर के भयो, सर्भर डाउन भयो। ल आजको लागि यति नै। यसलाई इथिकल वेमा युज गर्नु होला। कुनै पनि अर्गनाइजेसनको पर्मिसन बिना यसलाई युज नगर्नु होला, किनकि यो इलिगल हो। यस्तो गर्न पाइँदैन। कुनै पनि वेबसाइटलाई डाउन गर्न पाइँदैन। धन्यवाद।